बुहारी ए बुहारी अनि घरका मान्छे कहाँ गएछन् यसो जाने बेला एक कप चिया खाएर जाउँ भनेको कोही बोल्दैनन् बुहारी ए बुहारी हजुर नमस्कार बसौँ न भित्र बसौँ आमा सुतिरहनु भएको छ म बोलाइदिन्छु नि है आमा आमा उठ्नुहोस् न पल्ला घरे केदार दाईहरू आउनु भएको छ कि उठ्नुहोस् न पल्ला घरे केदार दाईहरू पल्ला घरका ती केदार दाईहरू चाबी दिनुहोस् न म यसो चिया पानी केही पिउनुहुन्छ कि सोध्छु चिया सोधिस् त त्यो चिया खान त आएको त्यो लोभी त्यो बुढो त्यो चिया खान आएको त्यो चिया नसोध है पानी मात्र सोध्ने फेरि फेरि फ्रिजमा दुध छ यो छ त्यो छ दिनुहोस् न त चाबी म त्यहाँ ठिक्क पार्छु कुराले नबोल है धेरै आएछन् फेरि खै खै ओहो नमस्कार आरामै हुनुहुन्छ होला के अरे आरामै छौँ के कति कामले पार्नुभयो अब त्यहाँ गाउँमा अलिकति काम थियो त्यही भएर अनि गाउँ हिँडेको हामी अनि यसो आमालाई भेटेर जाउँ कि भनेर चिया पनि अब छिमेकी यसो जानकारी होला नि यसो रेखदेख गरिदिन्छ नि त छिमेकी नानी बाबु पानी त लिएर जा खाएर जानुहुन्छ पानी त खाम न बुहारी त्यति संस्कार चाहिँ मैले सिकाएको छु बुहारीलाई ए बुहारी पानी लिएर आऊ नानी देऊ बा पानी देऊ बिचरा गाउँ जानु बारे छ आमा हजुरको घरमा सिसा गिलास छैनन् किन थिएनन् बाबु कति त्यो अब दर्जनका दर्जन ल्याएर राख्छु यिनले सबै फुटाउँछु गाउँका मान्छे जान्दैनन् हेर्नु यस्तो गाह्रो छ मलाई हेर्दा त सोझी नै देखिन्छ नि सोझी भएर त बिग्रियो नि अलि बाटी भइदिएको भए त राम्रो हुन्थ्यो के गर्नु गाह्रो छ अब बिस्तारै सिक्ने नि अब यस्तै छ सबै नानीहरू सबैजना घरमा अब बुवा बिरामी हुन्छ फेरि अलिअलि राम्रोसँगले त्यही गर्नु होला गर्नु दसैँ आउँदैछ है आमा चिया त यस्तो गर्मी छ खाइँदैन होला चिया त होइन अब गर्मीलाई माथि गर्मीले हो आमा एक कप त खाएर जान पाए हुन्थ्यो कालो चिया पकाउन त बुहारी आमा कालो पकाउनु र अनि फ्रिजभरि दुध छ त दुध कहाँ छैन दुध त मैले हिजै खाइसकेको थिएँ होइन फ्रिजभरि दुधै दुध छ त आमा बिहान त्यत्रो थियो मैले त देखेको छ हजुर ल जाउँ न त दुध चिया नै खान पाए हुन्थ्यो आमा चियासँग यसो बिस्कुट पनि खान पाए